Hey guys, what's up? Hope सबैजना आराममा हुनुहुन्छ होला। एङ्कर होस्ट सुरज नेपाली टिप्स थियो तर अहिले उडिसकेको छ। सो आजको भिडियो चाहिँ अलिकति फरक तरिकाको छ। अलिकति फरक तरिकाको भिडियो लिएर आएको छु मैले। धेरैजनालाई यो भिडियोले चाहिँ धेरैजना फाइदा हुनेछ, त्यही भएर यो भिडियोमा क्लिक गर्नु भएको छ। त्यो मलाई पनि थाहा छ र हजुरहरूलाई पनि थाहा छ। हामीहरूसँग भनौँ धेरैजनासँग आइफोन छ। सो तर हामीले एन्ड्रोइडमा जसरी अफलाइनमा गीत डाउनलोड गरेर म्युजिक डाउनलोड गरेर हामीले सुन्न सकिँदैन, राइट? बट सकिन्छ। एकदम इजी छ, एकदम सिम्पल छ। त्यो के कसरी गर्ने आज मैले सिकाउने छु। जस्तै एन्ड्रोइडमा तपाईँहरूले म्युजिक डाउनलोड गरेर अफलाइन सुन्न सक्नुहुन्छ, हो त्यस्तै गरी आइफोनबाट पनि अफलाइन नै तपाईँहरूले सुन्न सक्नुहुन्छ म्युजिक डाउनलोड गरेर। के कसरी गर्ने अनि अर्को कुरा अलिकति एक्स्ट्रा टिप पनि तपाईँहरूले यो भिडियोमा पाउनुहुनेछ। सो भिडियो चाहिँ अलिकति ध्यान दिएर हेर्नु होला र यो नयाँ च्यानललाई साथ सपोर्ट अनि माया गर्दै जानु होला र फेरि पनि अर्निङ रिलेटेडको भिडियो भने आउने नै छ है, ढुक्क भएर बस्नु होला। अब जाउँ स्क्रिनतर्फ, एकदम ध्यान दिएर हेर्नु होला भिडियो। स्याम्पलको लागि चाहिँ तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ। मैले अलरेडी नै डाउनलोड गरिसकेको छु। जस्तै फाइलमा मेरो सेभ भएको छ विपुल छेत्री, नितिश शङ्कर, चिराग खड्का, जेन्सी सबै गरी आपको मैले कलेक्सन नै लाइक 40-50 मिनटको मैले गीत चाहिँ डाउनलोड गरेर राखेको छु र यो के कसरी गर्ने भनेर मैले सिकाउने नै छु तपाईँहरूलाई। सो सबभन्दा फर्स्टमा के गर्ने भन्नुपर्दा सिधै युट्युबमा जाने। एकदम इजी छ। जस्तै यहाँनिर गएर तपाईँहरूले आफूलाई मनपर्ने गायकहरूको गीत पनि राख्न सक्नुहुन्छ र सङ कलेक्सन भनेर चाहिँ राख्नु। जस्तै भिटेनको मनपर्छ भने भिटेन सङ कलेक्सन, जेम्सीको भने जेम्सी सङ कलेक्सन, विपुल छेत्री भने विपुल छेत्री सङ कलेक्सन, यसरी तपाईँहरू सर्च गर्न सक्नुहुन्छ। सर्चमा क्लिक गरिसके पछाडि भनेको चाहिँ यहाँनिर यसरी तपाईँहरूको टक्क आएर फुल सङ आउँछ है त। अब फुल सङ आइसके पछाडि जस्तै मैले यो 26 मिनटको डाउनलोड गर्ने हो भने चाहिँ मैले यो थ्री डटमा क्लिक गर्ने छु। यसरी तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। अब सेयरको अप्सनमा क्लिक गर्नु। सेयरको अप्सनमा क्लिक गरिसके पछाडि कपी लिङ्कमा क्लिक गर्नु। कपी लिङ्कमा क्लिक गरेपछि लिङ्क कपी हुन्छ, यो भिडियोको युआरएल लिङ्क कपी हुन्छ। अनि यहाँ पनि चाहिँ तपाईँहरू सफारीमा जानु होला। सफारीमा गइसके पछाडि भनेको चाहिँ यहाँ वाइ टु मेट भनेर तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ। सर्च गरिसके पछाडि चाहिँ यहाँनिर टक्क लगाएर यस्तो वेबसाइटहरू टन्नै आउँछ है त। अब चाहिँ हजुरको सबभन्दा फर्स्टको अप्सन छ यहाँनिर वाइ टु मेट नै भनेको छ। यो वाइ टु मेट युट्युब डाउनलोड भनेर लेखेको छ। यसमा तपाईँले यसरी क्लिक गर्नु। क्लिक गरिसके पछाडि भने चाहिँ यहाँनिर तपाईँहरूले अघि लिङ्क कपी गर्नुभएको थियो त्यो लिङ्क आएर पेस्ट गरिदिनु होला है त। यसरी आएर पेस्ट गरिदिनु। पेस्ट गरिसके पछाडि भने चाहिँ नि अब यहाँनिर तपाईँको अकाउन्ट डिटेल आउँछ, यस्तो खालको इन्टरफेस आउँछ है त। देन चाहिँ तपाईँहरूले के गर्नुपर्छ, अडियो छ भिडियो छ, तपाईँले जे पनि डाउनलोड गर्छ। जस्तै यसबाट भिडियो पनि तपाईँहरूले डाउनलोड पनि गर्न सक्नुहुन्छ है त। जस्तै मैले अहिले भनेको अडियो कसरी डाउनलोड गर्ने, अफलाइनमा गीत कसरी सुन्ने भनेर मैले टपिक राखेको छु भने तपाईँहरूलाई मैले त्यस्तै गरी नै देखाउने छु। तर तपाईँहरूले युट्युबबाट मुभीहरू पनि अब डाउनलोड गर्न मिल्यो है त। जस्तै तपाईँहरूलाई प्रिमियम फिचर छ नि त, जुन चाहिँ डाउनलोड गर्न अहिले मिल्दैन नि, पैसा दिनुपर्छ, त्यो तपाईँले ब्रोक गर्नु हो भने त्यो इजीसँग तपाईँहरू डाउन गर्न सक्नुहुने हो है त। यो भिडियो हेरिसके पछाडि एक्स्ट्रा टिप्स तपाईँहरूले पक्कै पनि पाउनु भयो जस्तो लाग्छ। देन भने चाहिँ तपाईँहरूले यहाँनिर अब अहिले सबभन्दा फर्स्ट MP3 320 kbps छ नि, यसमा डाउनलोड गर्नु हो है त। डाउनलोड अप्सन छ, टक्क लाएर क्लिक गर्नु। क्लिक गरिसके पछाडि भने चाहिँ तपाईँहरूको अलिकति एड आउँछ अनि त्यसलाई ब्याक गर्नु। ब्याक गरिसके पछाडि त्यही इन्टरफेसमा जानु होला है त। त्यही इन्टरफेसमा गइसके पछाडि भनेको चाहिँ अब यहाँनिर डाउनलोडको अप्सन रहेको छ, त्यो डाउनलोड क्लिक गर्नु। डाउनलोड क्लिक गरिसके पछाडि त्यस्तै एड आउँछ। यो ब्याकमा यसरी क्लिक गर्न सक्नुहुन्छ तपाईँहरूले। सो अर्थात् यस्तो गरेर हजुरले हटाइदिनु पनि सक्नुहुन्छ त्यो ट्याबलाई अनि यसरी क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि भनेको चाहिँ यो डाउनलोडको अप्सन छ है, यो डाउनलोड अप्सन यसरी क्लिक गर्नु होला। क्लिक गरिसके पछाडि तपाईँको डाउनलोड चाहिँ स्टार्ट भइसकेको छ। अब यहाँनिर तलतिर गएर हजुरहरूले चेक पनि गर्न सक्नुहुन्छ। सो यसमा यसरी क्लिक गर्ने। देन भने चाहिँ यहाँनिर डाउनलोडको अप्सन छ, यो डाउनलोड अप्सनमा गएर यसरी क्लिक गर्ने है त। क्लिक गरिसके पछाडि भनेको चाहिँ अब यहाँनिर हजुरहरूले हेर्न सक्नुहुन्छ 31 32 MB भइसकेको छ। एकैछिन हामीले वेट गर्नुपर्ने हुन्छ। त्यति बेलासम्म चाहिँ मैले के भन्न चाहन्छु भने अहिलेसम्म यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गर्नु होला र यसबाट नै तपाईँहरूले धेरै कुराको अपडेट अर्निङ रिलेटेड बारेमा चाहिँ अपडेट पाउनुहुनेछ। जस्तै ट्रेडिङ के कसरी गर्ने, हरेक कुराहरू म्याक्सिमम् कुराहरू मैले हाल्ने छु र टेलिग्राममा पनि तपाईँहरूलाई म दिएको छु च्यानल, त्यहाँ गएर लाइक जोइन हुन सक्नुहुन्छ है त। त्यहाँ जोइन भयो भने तपाईँलाई धेरै नै प्रफिट छ। सो त्यति भन्दा हुन्छ डाउनलोड पनि भइसकेको छ, यहाँनिर हेर्न सक्नुहुन्छ। जस्तो मैले यसमा यसरी क्लिक गरेँ भने यहाँ मैले प्ले पनि गर्न सक्छु है त म्युजिकलाई। अब भने चाहिँ यो सेयरको अप्सनमा क्लिक गर्नु। अझै काम चाहिँ पुरा भएको छैन। सेयरको अप्सनमा यसरी क्लिक गर्नु। क्लिक गरिसके पछाडि चाहिँ सेभ टु 5 को अप्सन छ, यसरी सेभ टु 5 मा क्लिक गर्नु होला है त। अब सेभ टु 5 मा क्लिक गरिसके पछाडि भनेको चाहिँ केही गर्नुपर्ने आवश्यक छैन तपाईँहरूलाई, सिधै नै सेभमा क्लिक गरिदिनु होला। सेभमा क्लिक गरिसके पछाडि चाहिँ अब किप बोथमा यसरी क्लिक गरिदिन्छु म, किनकि मैले अघि पनि डाउनलोड गरेको थिएँ र मेरो सेभ भइसकेको छ। तपाईँहरूको सेम यस्तै गरेर सेभ हुन्छ। अनि त्यस पछाडि भनेको हजुरहरूले म्युजिक मजाले सुन्न सक्नुहुन्छ। सो इन्जोय गर्नु होला। अब यहाँसम्म भिडियो हेर्नुभयो त्यसको लागि धन्यवाद भन्दा पनि तपाईँहरूले चाहिँ मलाई धन्यवाद भन्नुपर्ने हो जस्तो लाग्छ मलाई। सो केही कुरा सिक्नु भएको छ। हजुरहरूको
साथीहरूलाई पनि सेयर गर्नु, को आइफोन युजर हुनुहुन्छ उहाँलाई पनि सेयर गरिदिनु होला, किनभने यति कुराले मात्र पनि तपाईँहरूको धेरै डेटा पनि बच्न सक्छ। सो आजको लागि चाहिँ बाई बाई, सी यू सुन गाइज।